नमस्ते सबैजनालाई हात जोडेर नमस्कार छ। मेरो दिदी बहिनी दाजु भाइ सबैजनालाई नमस्कार छ। ल आज म तपाईहरुलाई चाहिँ यसैले भिडियो बनाउँदै छु। म पहिलो बात मलाई अलिकति नेपाली बोल्दाखेरि चाहिँ हल्का जिब्रो के भन्छ जिब्रो लटपटाउँछ। प्लिज सपोर्ट गर्नु होला ल। हल्का हल्कामा के भन्छु होला, अगर गल्ती भएछ भने बताउनु होला ल, सपोर्ट गर्नु होला। के हैन दाजु भाइ जो पनि तपाईहरुले भन्नुहुन्छ त्यसमा तपाईले हैन यो बोल्नुको अलि अर्कै बोल्नु भएको छ, अलि राम्रो बोल्नुस् भनेर पनि सिकाउन सक्नुहुन्छ। त मेरो आज मलाई यस्तो लाग्छ कि मेन पोइन्टमा बात गरौँ ल। अब तपाईँ ध्यानसित सुन्नु होला। यस्तो नै कि तपाईहरुले फेरि यो कसैको आदत कस्तो छ, के त्यो सर्काउँदै हेर्छ मेन के गरेछ यसले, कस्तो हाउडे छाडा त्यस्तो थर्ड हुन्छ नि मान्छे एउटा त्यस्तो पट्टीमा उ गर्छ। नै यो कुरालाई ध्यानसित सुन्नु होला। हामीहरुलाई मेन पोइन्ट यही भन्छ कि तपाईहरु जति पनि तपाईहरु मेरो साथी हुनुहुन्छ होला अहिले फेसबुकमा, सबैजनाको पास त मोबाइल छ। यस्तो न तपाईको पास काफी सारा महँगो फोन पनि होला। मेरो पास कुनै महँगो फोन छैन। भन्छ मान्छेले एप्पलको फोन ल्यायो भने वाउ एप्पल, मैले लिएको थिएँ एप्पलको फोन थियो मसँग। एकताल थोडा दिमाग थोडा गरम भएको थियो, यस्तिकै बुढीसँग थोडा डिस्कस चल्दै थियो। हल्का त रिसले फोडी पठाए। 80,000 रुपैयाँ केलाई भन्छ, हामी जस्तो मिडल क्लासको लागि 80,000 बहुत बढी बात थियो। पनि गल्तीले अब भयो, गलत भयो त्यो चाहिँ अब हैन, नगर्नु थियो, गल्ती गरे अन्त फोडी पठाए। अहिले मसँग सादा फोन छ, सादा फोनले नै मैले यो भिडियो रेकर्डिङ गर्दैछु हो। किनकि हामीले कुछ न कुछ भिडियोमा यो अनलाइनमा के कमाउनु चाहिँ सक्दो रहेछ है। यति कुरा चाहिँ मलाई चाहिँ थाहा भयो। अब अरू साथीहरुले के मतलब अरू साथीहरु के मेरो आफन्तैहरु छ, काफी जनाहरु जिस्काउँछ, काम छैन बित्थाको के त्यो हाउडेको भिडियो यो त्यो। अहिले मान्छेहरुलाई हाउडे लाग्दैछ, तर एक दिन तपाईहरुले मलाई सपोर्ट गर्नुस्, प्लिज सपोर्ट गर्नुस्। म तिनीहरुलाई भन्छु भाइहरु, मैले कुनै मजाक गरेको थिइन या कुनै मैले तिमीहरुलाई फ्रड गरेको थिइन। हेर यो कमाई सुरु भयो भनेर। फेसबुक को तो हम तो फेसबुक हो, यूट्यूब हो, इंस्टाग्राम हो,